Sungguh kakak kok. Sanggup sih. ची बिचारा उसान तिम्रो नाम के हो? ओए तिम्रो नाम के हो? जा जा हरिमाया सिंह। क्या बोला तूने हेलो गुड मर्निङ एभ्रिवान दिस इज मानुरी लेप्चा र वेलकम ब्याक टु माई च्यानल हो आज चाहिँ हामी दार्जिलिङ जाँदै गरेको मेरो गेटअप यस्तो छ गरमले बिचोक हाफ प्यान्टमा चल्दिएको आज चाहिँ यस्तो छ अचानक प्लान हाम्रो कि बिना प्लान ठिकै छ के हुँदै जान्छ अब हेर्दै जाउँ हो Hello guys. Have a cruise. Sungguh kakak kok. Sanggup sih. रुको जरा सबर करो आम्मो तिमी कहाँ जाँदैछ याद छैन? लु तिमीलाई आमालाई सोधेर भन् त कहाँ गएको हामी? दार्जिलिङ दार्जिलिङ गएको सङ्गीत चाहिँ हेरे चाहिँ कन्फिडेन्टमा अहिले हामी चाहिँ जामदुङ आइपुगिरहेको छ यस्तो डरलाग्दो जाम गरम यस्तो डरलाग्दो कि जाम पनि हेर्नु नि हामी यहाँ आएर बसेको झन्डै 10-15 मिनट भयो होला यो अझ टाइम लाग्छ होला खोल्नु नयाँ कटिङ त होइन यो ब्याक कटिङ हुँदो रहेछ अन्त जाम पुरा गरम पसिना हेर्नु त पुरा गरम पुरै अन्त गाइस हाम्रो प्लान चाहिँ अचानक भएको हो अन्त अब हेर्दैछौँ हामीले होटेल सोटेल केही बुकिङ गरेकै छैन हामी फ्यामिली ट्रिप गएको घरमै कति बस्नु भनेर अचानक निस्किहाल्यो अब ठिकै छ 1-2 दिन छुट्टी हुँदाखेरि छुट्टीमा के हुँदो रहेछ हेर्दैछौँ हामी चाहिँ अहिले 2 मिनट पेट्रोल पम्प आइपुग्यौँ पम्प तेल हाल्दै गरेको कति जान्छ गाडीको हालत हेर्नु नि अम्मामा है धुलो यस्तो भइसक्यो हिजो दिउँसो मजाले चटक्कै धुएर चटक्कै राखेको हेर्नु त है हामी मङ्गनदेखि यहाँ आइपुग्नु झन्डै 2 घन्टा जस्तै लागेछ हौ यस्तो बाटो रफ ब्याक कटिङ हुँदो रहेछ कि पसिना गाडी पनि पुरा तातिरहेको रहेछ त्यो गरम त्यस्तै हो यस्तोमा कुद्नुपर्ने हो साह्रो 2 फुटीमा है मजा आउँछ नि है अब चाहिँ बल्ल रम्बू चेक पोस्ट आइपुग्दैछ होइन इन्डिया फ्ल्यागले कस्तो दामी देखेको है मजा आउँछ यो चाहिँ पुरानो रम्बू अहिले यो चाहिँ के भन्छ यसलाई के सेतु अरे
यो पुलको नाम। कति लामो पुल छ, ठुलो छ क्या, खुल्ला मजाको। हामीले हामी चाहिँ अहिले मर्ली आइसक्यो किन्ने। यहाँ मेन्यू हेर्दै गरेको। बहिनी, आमा, आपा। रोटी सब्जी हो, त्यहाँदेखि चिकन फ्राइड राइस। ए चिकन राइस। एउटा रोटी थाली गरम भयो। चाउमिन अन्त एउटा रोटी भेज मोमो त्यति नै। के मगायो तिमीले? के को थाली? दुईटा मगायो थाली। ल सो अब चाहिँ खाना पनि आइपुग्यो। हामी चाहिँ खाना खाँदै गरेको। मैले चाहिँ के भन्छ यसलाई, चिकन थाली खाएको। त मेरो मिसेसले पनि चिकन थाली, आमाले मोमो खानुहुँदैछ, रोटी बहिनीले, आपाले चाउमिन खानुहुँदैछ। दामी तरिकाले आइटम। कस्तो लाग्यो खाना? ठिकैको। मलाई चाहिँ मिठो लाग्यो। यस्तो डरलाग्दो गरम रहेछ, यस्तो डरलाग्दो गरम। म चाहिँ यहाँ चाहिँ फ्यान तापौँ भनेर यो थिचेको कि, यो थिचेको त यो त बेल पो रहेछ तल काउन्टरदेखि। के भयो दाइ अरे कि? होइन मैले फ्यान बाल्नु लागि थिची पठाइछ भनेदेखि। हामी चाहिँ खाना पनि खाइसक्यो अहिले, मजाले खायो होइन। अब चाहिँ हामी निस्किनेवाला छौँ। मेरो गेटअप यस्तो छ। यस्तो गेटअप किन हो भन्दाखेरि चाहिँ गरमले बिजोक है। यहाँको मान्छेहरू कसरी बस्छ, म छक्कै बसेँ। अन्त यो होटेलमा आएर बसेको ल। चिसो त गाडी स्टार्ट गर्नु पऱ्यो नि पहिला। ल बसौँ जाउँ। हेलो, अब हामी चाहिँ खाना खाइसकेर चाहिँ अब लागेको दार्जिलिङपट्टि। अब गएर टिस्टामा गएर रोक्छ। अब पुरा गरम भइसक्यो, गाडीदेखि निस्किनु सकिन्छ। के खाएको आमा? गीतको हेलो गाइस चाहिँ फोन नहेर है तिमी अहिले। हाम्रो बहिनीले पनि ब्लग स्टार्ट गरेको छ है। गरेछ ब्लग। सिसा मैला भएर हेर्नु। हामी चाहिँ मङ्गनबाट 11 बजीतिर हिँडेको। यहाँ केर्ने आइपुग्दा कति 2 साढे 2 भएको थियो है। अन्त अब 3 बजी छ। अब चाहिँ हिँडेको, हेरौँ अब माथि पुगेर के हुन्छ। अब चाहिँ हामी मल्ली आइपुग्यो। हामी चाहिँ अहिले बेङ्गल मल्लीपट्टि छ हो। अब उयो पालि देख्दै भनेको सिक्किम मल्ली हो। गाली हेर्नु कस्तो खालको है, यो त टाढो डोरी नोर जस्तै लाग्यो। अब हामी चाहिँ सिक्किम मल्लीपट्टि जानुपर्छ कि कतापट्टि हो? जानु परेन है? क्रस गरेर सिधै सिलगढी बाटो जानु पऱ्यो। अब खोला त लेभल त है, निकै भरेकै उयो त ग्राउन्ड पो त खास त। उयो त ग्राउन्ड पो त। उयो अहिले खोला टिस्टा खोला ठुलो। कुकिङको सामान ल्याउँदै रहेछ त अरू है। गाडी पनि पुरानो खालको हो कि, युनिक। बोटिङ चाहिँ कहाँबाट गर्छ यहाँनिर? यहाँ तल गरेर कहाँसम्म लान्छ ल, त्यहाँदेखि फेरि निकालेर गाडीमा लिएर आउँछ। अब हामी चाहिँ पुग्यो कहाँनिर? यो टिस्टा। तल कहाँबाट गर्नु? अब बाहिर त उयो पर यो टर्निङ मुनि देख्दैछ नि, हामी चाहिँ यो मुनि बाटो हुन्छ। उता सिधै गएको सिलगढी जान्छ। हामी चाहिँ घुमेर कालिम्पोङ डिस्ट्रिक्ट पुलिस रहेछ।
फ्रेस सब्जीहरू मकै अहिले सुकिसकेको नहुने सिजन अन सिजनको सामानहरू पनि हुन्छ हौ है अम्बकहरू चाहिँ खास अहिले यतिखेर हेऱ्यो यो चाहिँ हामी चाहिँ दार्जिलिङपट्टि लागेको तर अघि हामी यो आएको उयो फुल आएको थियो नि त्यो सिक्किमदेखि आउने बाटो थियो Wish that I could cough out my emotions in a healthy manner. यहाँ मान्छे है Just become the right person. Every day I drive my car to my little job. उयो पारी चाहिँ कसरी पुग्यो होला मान्छे ऊपर मान्छे नि होइन त्यो त्यही जरेर आयो ल काम गर्ने के है There's a song with your name as the title. टिस्टा ब्रिज हो यो चाहिँ There's a song with your name पोस्ट प्र्याक्टिस उठाएको छ है title. ठुलो छ नि यो ट्रेनको लिकको लागि पनि यो पोस्ट उठाएको यो माथिको चाहिँ टिस्टा ब्रिज हामी आउँदा त्यही बाटो आएको अब चाहिँ हामी यसकै मुनिबाट जाँदैछौँ And the moods that I hate tend to erase. Wonder why जिस्केको जस्तै I'm so opposite. I'm so backwards, upside down. Such a clown. I've got no frown on my little face. Why am I so freaking cute sometimes? Yeah. Such drama queen. And I wish there was a song that I could make you strong. 'Cause I'm tired of feeling low and sad and depressed. I gotta move on. हामी चाहिँ अहिले कहाँ परेको के भन्छ टिस्टा र रङ्गितको भेटघाट ए यस्तो दामी देख्छ हेर्नु त यो कालो आउँदै गरेको टिस्टा हो यताको चाहिँ रङ्गित हो यो चाहिँ मैले यहाँ बिचमा आएर जोडिन्छु यो चाहिँ रङ्गित हो यो चाहिँ रङ्गित होइन अन्त यो चाहिँ टिस्टा हो दुइटा यहाँ आएर जोडिन्छ ओइ ओइ के चाहियो ओइ ओइ तल फोन खसाउँछ यिनीहरूले ओइ ओइ खेदाएको होइन यसले खुट्टा टोक्छ है भरे फेरि केरा पाइछ पाइछ कि एउटाले ए खसाउनु खोज्दै रहेछन् फोटो चाहिँ खिच्नुपर्छ ओइ लै हो रहेछ त्यो चाहिँ भर्खरको रहेछ बिचरा अन्त हेर्नु बिचरा हामी चाहिँ दिनु के छैन अरूले दिनुपर्छ हौ यिनीहरूलाई खै उयो ल्याउनु त
आमामा ऊ घाँटीमा हेर्नु त कति थुपारिरहेको रहेछ खाएको है बेलुका गएर टाइम पास हुन्छ नि आमा बिस्किटहरू खाँदैको रहेछ ऊ चपाउँदैन रहेछ नचपाइकन गएर खाँदो रहेछ म चाहिँ अब बाँदरलाई बोलाउँछु ल हेलो आइज यता उतालाई बच्चा खोइ ए बिचारा उयोलाई दिउँ आइज आइज फेक्दिनु नि ए आइज ल आइज ल उयो रहेछ उयोलाई दिउँ ल माया लाग्दोलाई दिनु नि यताकोलाई भन्दा उयो छ उयो 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 है बिचारा बच्चा भएको हेर्नुपर्छ हौ सानो बच्चा छ सबै ए आइज ल एक अर्कोलाई त दिइहाल्नु छिटो छिटो दिइहाल्नु या उयो सानोलाई दिउँ बिचारा उयो पुचेर होइन दुई तिनवटा चुटाएर दिनु नि अब बिचारा ऊ सानो तिम्रो नाम के हो ओइ तिम्रो नाम के हो जा जा हरिमाया सिंह बिचारा ऊ बेटा सक्यो अब मेरो खुट्टा चितर्छ होला है ओइ जा जा छैन अब छैन ल तपाईँलाई हेर्नु न सानो रहेछ बिचारा माया लाग्छ ए होइन बिस्किटहरू नचपाइकन त्यत्तिकै उयो मिलाउँदैछ मुखमा आमा यो बाइक चाहिँ पक्रेर राख्नु अहिले बाँदरले त तान्छ पो त हो त फोनहरू खसेर खाइदिन्छ है सुक्ने राम्रो दिनुहोस् न याद छैन हौ कस्तो 100 एउटा मात्रै खाऊँ एउटा मात्रै पानी हुन्छ होला निकै है नरिवल पानी खाँदै गरेको अब गरममा घाम्नु दामी तपाईँले यो कहाँदेखि ल्याउनुहुन्छ सिलगढीदेखि नै होला यहाँ त टिस्टा बजार त अन्त पहिरोले तान्नु आँटेको रहेछ त है त्यही त डरै लाग्छ योपालि दुःखले त थाम्छ होला कि अर्को पालि चाहिँ किसिम पकेको चाहिँ झट तिमी खाँदै गर्नु वाउ रिफ्रेश खाइदिउँ न कसो रहेछ दामी रहेछ र दामी रिफ्रेश फ्रेस हुने रहेछ एकदम हेल्थको लागि पनि राम्रो जानुपर्छ अब है अब खाने नरिवल पानी खाने ए चाख्नु त ठिकैको अमिलो अमिलो होइन चाख्नु न खाने होइन तपाईँले भित्तामा टाँस्यो होला अन्त खाने अझै एउटा दिनुहोस् न ए हेर्नु त कस्तो रहेछ मिठो रहेछ कस्तो डरलाग्दो गरम हो है दा अहिले यो एरिया पनि दार्जिलिङ नै परिने है दा दार्जिलिङ हो नि है अब एउटा सेरिङ खाँदा भयो हामी सिक्किमदेखि हजुर हामीले रुम पनि पाइसक्यो हो अब यहाँ एकछिन रुममा कस्तो छ रुम हेरेर चाहिँ सामानहरू राखेर रिफ्रेस अलिक भएर चाहिँ फ्रेस भएर चाहिँ त्यहाँदेखि चाहिँ जाने अलिक बजार घुम्नु कस्तो छ के छ रुम चाहिँ एउटा चाहिँ यो यस्तो रहेछ खोइ लाइट छैन
रुम यस्तो रहेछ। यहाँ टोइलेट बाथरुम, कपटहरू पनि दिएको रहेछ, टिभी रहेछ। ए खुल्लै पो रहेछ। ए यहाँ चाहिँ बरन्डा रहेछ सानो। टाइगर हिल होमस्टे रहेछ। है यहाँ यस्तो रहेछ रुम चाहिँ। त्यहाँ अर्को रुम चाहिँ यस्तो रहेछ। हेलो, हामी चाहिँ भर्खर आइपुगेर रुम पनि पायो, होटल पायो। अन्त दामी रहेछ रुम हो। अन्त अघि हाफप्यान्टमा आएको चिसो, यहाँ पुरा चिसो हुँदो रहेछ होइन। उता गरम थियो, हाफप्यान्टमा आएको, अब प्यान्ट लगाएको। एकछिन अब बजार घुम्नु जाने। यो कहाँ लागेछ के अरे ब्याग गाडीमा। जुत्ता चाहिँ यहाँ यस्तो रहेछ सेम बरन्डा। जुत्ता चाहिँ गाडीमै छ। त्यहाँदेखि चाहिँ यहाँनिर चाहिँ टोइलेटहरू रहेछ, ठिकैको रहेछ। रुमको चाहिँ कति भन्यो? हाउ मच रुमको? 80 यो काउन्ट गर्नु। यो कति हो? ए हाम्रो रुम नम्बर 2 अरे हो। त्यो रुम नम्बर 1 रहेछ। बाई बाई। अब बजार घुमेको देखाउँछु ल तपाईँलाई एकछिनबाट। अहिले चाहिँ हामी घुम्नु निस्केको। एकछिन रुममै कति बस्नु भनेर ठिकै टाइम पनि कति 6 बज्दो रहेछ अहिले। अन्त यहाँदेखि घुम चाहिँ उहीँ पर 1 किलोमिटर कति टाढो छ अरे। अन्त एकछिन घुम्दै जाउँ भनेर गाडी पनि होइन भइसक्यो भने हामी हिँड्दै जान्छु होला। यहाँ तल गएर हेर्छु के कसो रहेछ होइन। यहाँ तल गएर हिँड्नु सक्ला जस्तै भयो भने चाहिँ हिँड्दै जान्छु, नभए चाहिँ यहाँ तल ट्याक्सी पाउँछ अरे, ट्याक्सीमा जान्छु। अहिले गएर हेर्छु के कसो रहेछ। दामी तरिकाले यहाँनिर हनुमान बनाएको रहेछ। यो त प्राइभेट हो कि के हो? चर्च क्या बोला तूने? नहीं पहले क्या? कि मन्दिर रहेछ? के मन्दिर रहेछ? मरवारी मन्दिर रहेछ। त्यो दार्जिलिङ त चिसो रहेछ नि। दार्जिलिङ बहुत चिसो रहेछ। हामी त अघि बिहान आउँदाखेरि यस्तो डरलाग्दो गरम भयो कि हाफप्यान्टमा आएको। मेरो गेटअप चेन्ज भइरहेछ, तर म हाफप्यान्टमै मोचामै हिँडेर मोचा चप्पलमै हिँडिरहेको छु होइन। छु मैले ज्याकेट पनि बोक्नु बिर्सेछ, केही हुने रहेछ हो। सो गाइस यहाँनिर चाहिँ जरबङ्गला भन्दो रहेछ। ओके तो चिसो हेर्नु नि, गाडी कुदेकै के हो यो? यहाँनिर चाहिँ जरबङ्गला भन्दो रहेछ यसलाई। चिज आइटम इलेक्ट्रोनिक स्यामसङ एयरलाइन। यहाँदेखि क्रसिङ यो बाटो चाहिँ पुरा कन्फ्युजिङ हुँदो रहेछ। अघि हामी कुन साइडदेखि सिक्किम हो, यहाँ तलदेखि आएको सिक्किम साइड। यो चाहिँ ट्रेनको लिक रहेछ। त्यो भयो दामी तरिकाले यहाँनिर। यो साइड चाहिँ यो सिक्किमदेखि आउने यता यो किसन हो यहाँ। ल गाइस यहाँदेखि चाहिँ घुम चाहिँ 1 किलोमिटर मात्रै रहेछ होइन, 10-15 मिनट लाग्छ अरे। अन्त हामी हिँड्दै जानुपर्ने छ। अन्त रोड क्रस भएर यसरी जाउँ। रोड क्रस भएर चाहिँ होइन बिचरा दामी पाराले पुलिसले म्यानेज गर्नुहुँदैछ। दामी दामी। अन्त रोड क्रस भएर चाहिँ अब यो बाटो उहीँ पर अरे, कति पनि लाग्दैन अरे। 15-10 मिनट, बेसी न बेसी 15 मिनट अरे कि जानुपर्छ। चिसो रहेछ हौ है। उयो बोकेको रहेछ नि तिमीलाई। म ज्याकेट बोकौँ भने कस्तो बिर्सिराखेर आएछ अन्त है। के चाहिँ जाडो पाएछ सुङ्गेन? छाता बिर्सेर आएछ नि? छाता पनि बनाउँछ तपाईँले? ए अच्छा 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 ओके। सो अब आज कतिको भ्याउँछ के कसो भ्याउँछ हो। अब घुम्छु। अब मेरो विचारले आज यो एउटा मात्रै उयो होला पोइन्ट। घुम्छु त्यहाँदेखि अब भोलि कतिको भ्याउँछ हो। भोलि चाहिँ 1-2 पोइन्ट कति भ्याउँछ। मेन चाहिँ हामीलाई यो जग्गा याद छैन कि कहाँ जानुपर्ने के हो कहाँ हो भयो कि सबै सोध्दै हामी घुम्दै हिँड्दैछु। तर ठिकै छ, नयाँ एक्सपिरियन्स मजा हुँदैछ क्या।
हामी सबै फ्यामिली नै छु यता मेरो मिसेसको आमा उता अगाडि बहिनी मेरो उता अगाडि मिसेसको आपा र मेरो मिसेस त म छु हामी घुम चिसो छ वेदर ज्याकेट पनि लगाएनौँ यस्तो छ दामी रहेछ यहाँ माथि गाडी पुगेको छ नो 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 वे कुकुरहरूसँग डर लाग्छ हो कस्तो दामी कुकुरहरू त हो वाउ यिनीहरूले यो बाइकहरूलाई खेदाउँदो रहेछ कि हेलो नाम के हो टोक्छ है खोइ डरै लाग्दो आइपुग्यो अहिले बिचमा टक्कै रहेछ यहाँदेखि चाहिँ मेरी 35 किलोमिटर रहेछ भित्र जाउँ न एकछिन जाउँ न सोधौँ न दादा यहाँ घुम कहाँनिर हो घुम यही घुम है स्टेसन नीचे ओके थ्याङ्क यू जाउँ यहाँ मुनि यहाँ उल्लोपट्टि रहेछ टक्क हामी चाहिँ घुम जाउँ भनेको घुम आइपुग्यो यहाँनिर के गनाउँदो रहेछ है यो चाहिँ घुम स्टेसन रहेछ हौ यस्तो बुझ्दाखेरि चाहिँ फाइनली हामी यहाँ घुम पनि आइपुग्यो स्टेसन हामी भित्र जानु पाउँछ क्या है यहाँ रहेछ भित्र जाने जान्दा हुन्छ यहाँ भित्र यहीँदेखि छिर्दा भयो नि है हुन्छ थ्याङ्क यू हुन्छ नि त यहाँ भित्र जाउँ गाडी छिरौँ के आउनु नि हामी चाहिँ ट्रेनको लिक हेर्नु आएको रे ट्रेनको लिक हेर्नु आएको हामी चाहिँ खास यतिखेर चाहिँ ट्रेन चाहिँ भेट्नु पर्ने थियो हामी ट्रेन नै छैन ट्रेन चाहिँ भेट्नु पर्ने थियो कि ट्रेनको लिकै रहेछ कि अहिले के घुम्नु रहेछ माइकहरू लगाएको रहेछ यहाँ के रहेछ घुम स्टेसन ए यहाँ चाहिँ बस्यो चिया खायो त्यति रहेछ नि उतापट्टिदेखि चाहिँ दार्जिलिङ बजार जाने रहेछ त्यो चाहिँ घुम स्टेसन रहेछ यस्तो रहेछ स्टेसन चाहिँ अब ठिकै छ घुम्नेहरूलाई यस्तो रहेछ स्टेसन चाहिँ यस्तो लिक अन्त खाली रहेछ त हौ बिचमा ठिक्कै झऱ्यौँ त ट्रेन कालो ट्रेन ट्रेन कहिले आउँछ हौ ट्रेन नै नआएर हामी चाहिँ स्टेसन घुम्न आएको स्टेसन पनि पुग्यो यहाँ तल के घुम यहाँ तल रहेछ नि है म तपाईँलाई देखाउँछु ल यो घुम कस्तो रहेछ के रहेछ भनेर घुम चाहिँ यस्तो रहेछ घुम लेखेको चाहिँ यहाँ रहेछ नि हाइएस्ट रेलवे स्टेसन इन इन्डिया अरे ओके यस्तो रहेछ टक्कै परेको दामी खालको क्या ओके एउटा हात गोजीमा पसेकै भयो बानी भइसक्यो रहेछ गोजीमा यहाँ बसिरहेछ सबैजना यसरी अब चाहिँ चिया मगाएर खानुपर्छ होला हौ है चिया खानुपर्छ ल तातो चिसो रहेछ अहिले दार्जिलिङको वेदर कन्भर्सेसन डरलाग्दो जाँदैछ सासू ज्वाइँ ससुरा हो अन्त बहिनीको बिचमा डरलाग्दो कन्भर्सेसन जाँदैछ हो एकदम मिठो गइरहेको गफ हुँदैछ यहाँ घुममा आएर दार्जिलिङको घुम भन्ने ठाउँमा आएर चाहिँ उनीहरूको त्यस्तो डरलाग्दो गफ जाँदैछ मिटिङ चल्दैछ साइडमा कोही पनि रहेछ सो गाइस म तपाईँहरूलाई छ नि ट्रेन देखाउँछु ल ट्रेन
हेर्नुहोस् है ट्रेन ए टेन टेन ए देख्नुभयो दामी खालके यो चाहिँ पहिला ब्रिटिसहरूले बनाएको ट्रेन हो रे बन्छन् घुम स्टेसन पनि घुमिसक्यो अब भयो अब चियासा खान्छु कफी मगाउँछु खान्छु चिसो भयो अब छिटो छिटो होटेल जानुपर्ने छ त्यो भएको थियो अब चिया मगाउँदैछ कस्तो रहेछ हेर्नु भयो लाइक टी मलाई चाहिँ एउटा कफी ल कफी भनिरहेको भन्नु छैन कफी हुन्छ त है हुन्छ मलाई एउटा कफी ल दामी खालको यो चाहिँ के हो मटका हो कस्तो खालको दामी है माटोको रहेछ है यो अर्काको बत्ती दिन्छ ल त्यो चिया तातिरहेको रहेछ अरे दामी के हो नुन हो चिया भयो तिमीले चिया भनेको छ तपाईँको भनेको छ मलाई कफी एउटा तिमी कफी हो कि चिया हो म चाहिँ कफी खान्छु चिसोमा दामी तरिकाले हो र यो साइड चाहिँ यो ब्याक साइड रहेछ कि घुम स्टेसनको ब्याक साइड रहेछ कस्तो रहेछ म हेर्छु ल सुनसान रहेछ यो सट्टै यो रोड गएको चाहिँ दार्जिलिङ बजार पस्ने रहेछ उता हो भोलि हामी चाहिँ उता सक्दो चाहिँ मिरिकहरू घुम्ने हो मिरिक घुम्छु जू घुम्छु अन्त कहाँ कहाँ भ्याउँछ घुम्ने छु हो ओके ए चेस उयो दामी है कप चाहिँ क्या क्युट खालको यसकोमा टी दिँदो रहेछ नि दामी खालको क्या कफी पनि दामी खालको देखाउँछु ल हेलो गाइस यस्तो हालत हुन्छ हामी यहाँ 3टा बाटो रहेछ कि अब बाटो त थाहा भयो कहाँ कहाँ जानुपर्ने कि तर त्यही त हामी मजाले कन्फिडेन्टको लागि नेक्स्ट टाइम आउँदाखेरि सजिलो होस् भनेर चाहिँ यहाँनिर बाटो हेर्दै बस्छौँ 3टा जग्गा देखाउँछु ल यो उन्डोदेखि आएको चाहिँ सिक्किमदेखि आउँछ होइन अनि यहाँ आएर ट्रेनको लेख्छ यहाँ 2टा उता चाहिँ दार्जिलिङ पस्छ अन्त यता साइड चाहिँ फेरि यो चाहिँ ठुलो टाइगर हिल जान्छ त्यहाँदेखि यो साइड चाहिँ उता के भन्छ बतासे भन्ने जग्गा जाँदो रहेछ नि यहीँदेखि चाहिँ 4 जग्गा छुट्टिँदो रहेछ नि यो जरबङ्गलादेखि अन्त कन्फ्युज भएर कन्फिडेन्ट होस् भनेर चाहिँ यहाँ उभिएर चाहिँ मजाले जग्गा हेर्दै बसेको क्या सो साथीहरू पनि आउँदाखेरि यस्तो सजिलो होस् भनेर कतै हाम्रो भिडियो हेरेर कतै सजिलो भएछ भने चाहिँ भनेर कि सो गाइस हामी चाहिँ फाइनली रुम पनि आइपुग्यो बजार घुम्यो पनि मजाले अन्त आजको ट्रिप मजा आयो हामी सबैजना छौँ आफा खुट्टा धुनुहुँदैछ आमा दौकित बहिनीहरू उता अर्को रुममा छ हो आफा र म चाहिँ एउटा रुममा यहाँनिर सो भोलि कहाँ कहाँ हुन्छ देखाउँछु तपाईँहरूलाई सक्दो चाहिँ भोलि हाम्रो प्लान बिहानै उठेर 3-4 बजे कति बजीतिर हुन्छ बिहानै उठेर टाइगर हिल जाने हो अन्त घुमेर आएर यहाँ ब्रेकफास्ट गर्ने हो त्यहाँदेखि उता जान्छु जू जान्छु होला जू घुमेर फर्केर आएर मिरिक जान्छु होला कति टाइमसम्म भ्याउँछ हो भ्याइन ढिलो भइहालेछ भने भोलि पनि यतै बसाइ हुन्छ छिटो भइहालेछ भने मिरिक घुमेर फर्किने हो र बतासे पनि घुम्नु पर्ने हुन्छ भोलि हेर्छु के हुँदो रहेछ हेलो तपाईँहरूलाई म एउटा चिज देखाउँछु ल कञ्चना 2 को पिक्चर कञ्चना भिडियो मात्रै गर्नु नि त्यो उयसमा लगाउनु यो लाइट अफ गर्नु यो भन्नु भाइ मन्जिलले कहाँ
भुइँ